ल है गाइजहरु हामी चम्पादेवीको डाँडादेखि अब चन्द्रगिरी जाने क्रममा छौं। यो चन्द्रगिरी हो, चन्द्रगिरीतिर लागिसकेका छौं। यो चित्रोहरु हो बाटोमा भेटिएको है। के भनिरहेछन् चित्रोको तरकारी खाने रे। ल है गाइजहरु अब हामी यहाँदेखि अगाडि लागिसकेका छौं। यो चन्द्रगिरी जाने ठाउँमा हो। रमणीय छ ठाउँहरु। यहाँ यो तस्बिरहरु राखेको छ गाइजहरु। यो अगाडि हामी चाहिँ चन्द्रगिरी जाने गेट पार गरिसकेका छौं बनेको छ है गाइजहरु। चाहिँ गेट हो चन्द्रगिरी जाने। यस्तो रमणीय गेट छ है। ल हामी अगाडि लागिसकेका छौं। यहाँ चाहिँ म चाहिँ क्यामेराम्यान बीचमा बसेको हिँडिरहेको छु। यिनी कान्छी चाहिँ हिँड्न सक्दिनन् अलि। बिस्तारै आइरहेछन् पछि। हाम्रो टोली चाहिँ अघि गइरहेछ। गाइजहरु म चाहिँ बीचमा छु। हेर्दै गर्नु होला भिडियोहरु। एकदम रमणीय ठाउँ छ। यो चाहिँ काठमाडौँ भ्याली देखिरहेको छ यहाँदेखि। यो काठमाडौँ भ्याली हो। ए कान्छीलाई गाह्रो भइसक्यो हिँड्नलाई। यो चाहिँ चन्द्रगिरी हो। अलिअलि देखिरहेछ। ल छिटाउ आऊ कान्छी छिटाउ। ल टोलीहरुले हात हल्लाइरहेको छ। टोली अगाडि लागिरहेको छ। आइसकेछन् ल छिटो भेटा भाइ। पछि हिँडिरहेकी छन्। ल फेरि पछाडी परिसकिन् के छिटाउ। ल कान्छी छिटाउ छिटो हतार भइसक्यो। ल है गाइजहरु ल हिँड्न पाउँदैन। यो चाहिँ फाइनल्ली गाइजहरु हामी चन्द्रगिरी पुग्ने क्रममा छौं। यो चाहिँ चन्द्रगिरीको तलतिरको बाटो हो। कान्छीलाई रमाइलो भइरहेको छ। साँझको टाइम हो यो चाहिँ। गाइजहरु 6 बजिसकेको छ है। एकदम ढिला भइसकेको छ। फाइनल्ली गाइजहरु चन्द्रगिरी पुग्यो। अझै 2 मिनेट बाँकी नै छ चन्द्रगिरी पुग्न। ल गाइजहरु फाइनल्ली चन्द्रगिरी गाइजहरु हामी आएको ठाउँ देखाउँदै छु है त। यो डाँडाबाट आएको हामी। यो डाँडाबाट त्यहाँ भइरहेको छ गाइजहरु। थाक लागेर साँ भइरहेको छ। के गर्नु एकदम धेरै हिँड्यो नि त। त्यही भएर होला। यो चाहिँ के भन्छ यो तालाहरु हो। यो तालाहरु राखेपछि माइको पुग्छ रे। हो ए यिनीहरुले चाहेको पुरा हुन्छ रे। ल कान्छी तिमीले चाहेको पनि पुरा हुन्छ। ल तालाहरु हामी चम्पादेवीदेखि आएको अनि हाइकिङ गरेर कहाँ ल्याउनु नि तालाहरु पहिला पानी किन्न सालोले आधी घण्टा घुम त्यता घुमे पनि भन्दैछन्। 7 बजीतिर जाने हो भन्दैछन्। अब हाम्रो ढिलै हुन्छ होला सायद। कति लाग्छ टाइम हेरौँ। तस्बिर हजुर ल्याउँ केही। थाकियो गाइजहरु। कान्छीलाई धेरै खोकी लागिरहेको छ। किन खोकी लागेको छन् धेरै हिँडेर पनि होला। जाडो भयो होला है। खोकी लाग्ने लक्षण हो कि ल है गाइजहरु फाइनल्ली हामी यो चन्द्रगिरी पुगेर केही तस्बिरहरु लियौं। तस्बिरहरु लिने क्रममा छौं गाइजहरु। यो चाहिँ बेस्ट भ्यू पोइन्ट लेखेको रहेछ। यो चाहिँ यो चन्द्रगिरीको भ्यूहरु हो। यो चन्द्रगिरी मन्दिर भालेश्वर महादेवको मन्दिर हो गाइजहरु। रमणीय छ ठाउँहरु गाइजहरु। आउनु होला तपाईहरु पनि घुम्न। हामी त धेरै टाढाबाट आएको 8-10 घण्टा लगाएर। एकदम थाक लागेको थियो। तिर्खा लागेको थियो। पानीहरु खाए। कलकत्ता नाक ठुलो देखियो कान्छी। गाइजहरु पानी खाइरहेछन्। अब फाइनल्ली गाइजहरु पानी खाएर यहाँ 2-4 वटा तस्बिरहरु लिएर यो ठाउँबाट हामी जाने क्रममा छौं गाइजहरु। धेरै ढिला भइसकेको छ। राति भइसकेको छ गाइजहरु। अब केबल कारमा
के अरे गाइजहरू हामी घरमा पनि चढ्यौँ यहाँबाट अब लागिसकेका छौँ गाइजहरू यता हेर न मैले यहाँ भिडियो गराएको छु तिमीहरूको साइडतिर भाइ र साला एक साइडतिर बसिरहेको थियौँ गाइजहरू यो काठमाडौँ भ्यालीको नाइट भ्यूहरू हो एकदमै रमाइलो देखिरहेको छ नाइटमा एकदम राम्रो देखिएको रहेछ गाइजहरू तपाईँहरू पनि आउनुहोला घुम्नुहोला गाइजहरू अनि लाइक कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला नि फेरि गाइजहरू कहाँ पाइन्छ हो खस्यो योभन्दा अगाडिको भिडियोहरू पनि हेर्नुभएको छ भने हेरिहाल्नुभयो यदि हेर्नुभएको छैन भने योभन्दा अगाडिको पार्टहरू हेर्न नबिर्सिनु होला गाइजहरू चम्पादेवी जान लागेको भ्यूहरू फोटोहरू तस्बिरहरू भिडियोहरू पार्ट 1, 2, 3 मा राखेको छ गाइजहरू हेर्नुभएको छैन भने त्यो पार्टहरू पनि हेरेर आउनु होला एकदमै रमाइलो छ एकदम हाम्रो यात्रा एकदम राम्रो भयो तर अलिकति एकदमै थाक लाग्यो गाइजहरू 8-10 घन्टा नै यो हिँड्नुपर्ने अवस्था आयो गाइजहरू अब चम्पादेवी पुगिसकेपछि चन्द्रगिरी पनि पुगिहालौँ भन्ने हो गाइजहरू 1-2 घन्टाको बाटो चन्द्रगिरी पनि पुग्यो एकदम बिहानको 10 बजेदेखि नन स्टप हिँड्ने काम भयो गाइजहरू अलिअलि बाटोमा यस्तो जङ्गल सरर हिँडे आएर आएको हेर न ए जङ्गल सरर हिँडिरहेको हेर न कस्तो आनन्दले सरर हिँडिरहेको गाइजहरू हामीसँग एउटा इन्डियाको दाइ पनि हुनुहुन्छ उहाँ पनि हामीसँगै आउनुभएको छ गाइजहरू एउटा बहुत रमणीय मान्छे हुनुहुँदो रहेछ लास्टमा उहाँको तस्बिरहरू पनि राखेका छौँ हामीले भिडियोमा जोडिँदै गर्नु होला हेर त कितने लोग आए हो आप? हम 5 लोग वो लोग आज नहीं आए थे हाम्रो दाइले चाहिँ हाम्रो इन्डियाको दाइले चाहिँ कुरा गरिरहनु भएको छ सुन्दै गर्नु होला एकदम रमाइलो मान्छे हुँदो रहेछ दाइजहरू डेंजरस भी है अच्छा भी है मतलब बहुत कुछ भी हो सकता है कुछ भी हो सकता है होइन चिटाङ आयो भने त्यसले चन्द्रगिरीबाट चिटाङ का जो विलेज है ये तो बहुत अच्छा है भाई तो बहुत अच्छा है चिटाङ का अच्छा है एकदम ल इधर देखियो आपका वीडियो बनाई देंगे ना मेरे को वो वीडियो लाए सालो यता आएर ल ल जाऊ जाऊ हिँड्दै हिँड ल हिँड कान्छी ल आऊ 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 तिमीहरू सबको गाइजहरू हामी सबैलाई अगाडि बढिसकेका छौँ गाइजहरू ल होइन लाउ बाहिर निस्किने क्रममा छौँ हामी ल गाइजहरू यहाँ भित्तामा राखेको यो तस्बिर एकदम राम्रो रहेछ फाइनल्ली गाइजहरू हामी बाहिर पुगेर भिडियोहरू तस्बिरहरू खिचिरहेका छौँ यो चाहिँ चन्द्रगिरी जाने मेन ठाउँ हो गाइजहरू यहाँ चाहिँ उहाँ चाहिँ हाम्रो इन्डियाको दाइ हुनुहुन्छ हामीसँगै आउनुभयो फोटा खिच्न आउनुभयो एकदम रमणीय हामी सबैले केही तस्बिरहरू फाइनल्ली गाइजहरू अब हामी यहाँबाट अब रुमतिर जाने क्रममा छौँ गाइजहरू हामी आज भिडियो चाहिँ यत्तिकैमै समाप्त गर्छौँ अलि झ्याउ पनि लाग्छ थाक पनि लाग्छ हस् धन्यवाद गाइजहरू।